आज चाहिँ हामी हाम्रो यतातिर डुलिरहेको थियौँ, त्यही भएर एउटा भिडियो बनाइदिउँ भनेर बनाउन आँटेको। हामीलाई एकदमै अल्छी लागिरहेको थियो क्या आज है। यो चाहिँ हाम्रो पहिला प्लटिङ बनाएको थियो, अनि हामीले यतातिर मकै नै मकै रोपेको छ। अझै तल पनि छ है, बट यहाँ हाम्रो टिचर हुनुहुन्छ कि पछाडि, त्यसैले आज मलाई डर लाग्यो है। त्यसैले अनि आज हामी डर लागेपछि उतातिर जाऊँ। दाजु पछाडि हेरौँ, अहिले म्याम आएछ। जब त्यही पनि गइदिउँ। म्याम त हुनुहुन्न है, त्यही नै हामी बसेको पछाडि त्यहाँ हुनुहुन्छ म्याम। डर लाग्यो। अब हामी दादा हामी त्यही नै हिम्मत गरेर जाऊँ न त। अनि हेर्नुहोस् त गाइज, हाम्रो घरमा नि कति राम्रो गमलामा फुलहरू रोपेका छ। हेर्नुहोस् त, फर्स्टदेखि तपाईँ म भ्युजहरू देखाइदिनु होला। कति राम्रो फुल्सहरू छन् क्या हाम्रो है। हेर्नुहोस् न, भोलि चाहिँ हामी हिजो भर्खर रोकेको पो हो यो चाहिँ। अझै ड्रागन फ्रुटको पनि बच्चु छ है। अनि अहिले चाहिँ हामी देखाउँदैनन् ड्रागन फ्रुटको, अहिले आउँदैछ है। हामी अहिले देखाउँछौँ हजुरहरूलाई। अनि हेर्नुहोस् न, यो फुल चाहिँ मलाई छ्यु मात्रै लाग्छ है। अनि यो चाहिँ क्याक्टस हो, मलाई कस्तो डर लाग्छ यो छुनुमा। अनि यो चाहिँ ड्रागन फ्रुटको यति ठुलो भइसक्यो। यहाँ हेर्नुहोस् न, यो फुलको बोट। अनि यो तुलसी, यसमा त फोहोर पो लाग्छ छ्या। कति राम्रो छ दादा, भ्यू देखाइदिनु त हाम्रो पाहाडदेखि। अनि हामी सुटिङ गर्छौँ, देखाइदिन्छौँ एकछिन है। अलिकति माथि सुटिङ गरेर त्यहाँबाट देखिँदैन, हामी छतबाट देखाउनु जाँदैछौँ है। आज चाहिँ हाम्रो चाहिँ भयङ्करै पानी आएको थियो स्कुलमा जाँदाखेरि। अनि भयङ्कर गर्दा यहाँ छत अलिअलि भिजेको छ, तर धेरै भिजेको होइन। सुकिसक्यो किनकि अघि एकछिन घाममा आइथ्यो। ल आज हामी सुटिङ गरेर देखाउन जाँदैछौँ। नचलाऊ, यहाँमा जुम गरेर आइछु, यता आऊ। अब दादाले पनि हेर्ने रे, हेरेर चाहिँ आफ्नो फेस। अब बाई बाई गाइस। बाई बाई होइन, एकछिन अझ देखाउनु पर्ला क्या, किनकि भने आज चाहिँ हामी यत्तिकै देखाइरहेको छौँ। खालि घुमाएर देखाएको तपाईँलाई। कुन कस्तो डर लाग्यो। कति डर लाग्यो? अनि डर लाग्दैन त, कालो कौवा उता छ है। सुटिङ चलिरहेको छ। हो नि त भाइ, सुटिङ चलिरहेको छ। आज दुईटा बस आछ भाइ। वाउ, यस जानुपर्छ राति है। अनि कस्तो मलाई भइरहेछ। ऊ मान्छेले चाहिँ छतमा बसेर सुटिङको भ्यू खिचिरहेको। मलाई त सुटिङ गरेर एकदम मनपर्छ। अनि म चाहिँ बादल जस्तो उभिरहेको छु। म चाहिँ बादल बन्नु पर्यो। हेलो छोडा सब छोडा, उता गएर झुन्डु। यता गाईहरूलाई यता त्यस्तो झुन्डिनु हुन्न, लड्छ। यहाँ गाईहरूलाई पनि देखाउनु, त्यहाँ झुन्डिनु हुन्न है। अहिले आमालाई भनिदिऊ। क्यामेरा अफ गर्नु हुँदैन, त्यही भएर घरको भ्यू हेर्नुहोस्। हाम्रो गाउँको भ्यू हो है। अनि त्यो जङ्गल देखिरहेछ नि हजुरहरूलाई, त्यो जङ्गल चाहिँ भर्खरै गोकर्णेश्वर छुँदैछ है। होइन, यो जङ्गलबाट चाहिँ अस्ति भर्खर एउटा बाघ हाम्रो गाउँमा निक्लिएर आएछ। अनि सबैलाई तर्साउँदैछ क्या त्यो बाघले। राति राति जहिले आउँछ त्यो बाघ। मकै बारीको भाग। त्यो बाघ आउने ठाउँ देखाइदिउँ भयो गाइजहरू। त्यो बाघ आउने ठाउँ चाहिँ ट्याक्कै यो मकै बारी हो क्या। यो मकै बारीभित्र नआएको एक दिन देख्दैन हुने। राति एकछिन छतमा गर्नुभयो भने आएको हुन्छ।
पुरा बाघले तर्सिरहेको हुन्छ त्यो बाघले तर्साउँछ नि किन अस्ति त नि यो बाघले क्या आमाहरू कहाँ गएर आउनु भएको थियो मन्दिर है यो बाघले त एउटा सिङ्गो कुकुर लगेको हेर्नुहोस् त यही बारीबाट लगेको हेर्नुहोस् न हाम्रो म्याम त्यहाँ चाहिँ आरुसहरू छन् हेर्नुहोस् न हाम्रो म्याम त्यो हाम्रो होइन हाम्रो सानो भाइको हो क्या तर सानोको भाइकोलाई आज गएको थिएन बिरामी भएर म्यामले सोध्नुहुन्छ भनेर हामी लगाएको क्या म्यामले फेरि गाली गर्नुहुन्छ किन पस्नु उसको पढाइ छोड्छ भनेर भन्नुहुन्छ भाइलाई धेरै नै बिरामी भएर ज्वरो आएर गाह्रो भएछ मेरो भाइ चाहिँ आई मिन 3 इयर्स ओल्ड भइसक्यो अनि ऊ भर्खर नर्सरीमा पढ्दैछ है किनकि उसको बोली फुटेन भनेर हामीले उसलाई चाँडो स्कुलमा हालिदिएको बोली नि फुटिसक्यो गर्दै बोल्छ आज हामी अलिक धेरै नै लङ भिडियो बनाउँछौँ ब्याक टु माई न्यू ब्लग कति भयो सुनै मलाई त्यही भन्नु मन लागेको छ अब म हाँस्छु म चाहिँ बहुत जस्तै हाँस्छु है गाइस आज चाहिँ फेरि हामी भाइको सामोस म्यामदेखि सोध्ने बेलामा छैनन् हामीलाई अब जाम हामी आफ्नो त्यो तलको भ्यू देखाएन आज म फुललाई फेरि देखाइदिन्छु जुन अलिक खतरा तरिकाले फेरि आज चाहिँ अब चाहिँ ड्रागन फ्लाइदेखि तुलसीबाट स्टार्ट गरौँ दादा चाहिँ आँची गर्न बसेको जस्तै गरी बसिरहेछ है भोपाल भिडियो बनिसक्यो है एकदमै आनन्दी भइरहेछ हाम्रो भ्यू मेरो भाइ चाहिँ अहिले चाहिँ साग डुडु भनेर चाहिँ के भनेको थाहा छैन त्यो फुलले चाहिँ अलि धेरै देखाउनु है हेर्नुहोस् त गाइस वाटर मारे पर्यो अलिअलि पानी पर्यो कि गाइस हामीमा चाहिँ अलिअलि अब म चाहिँ क्लाइम गर्दिनँ मलाई धेरै गाह्रो भइसक्यो देखाएको हेर्नुहोस् त यो के को बाटो हजुरहरूले कमेन्ट गरेर बताउनुहोस् है यो देखाएर त जाँदा यो लास्टको हो है यो फुल त होइन यो फुल चाहिँ कमेन्ट गर्नु होला यो अर्कै चिज हो यो फुल होइन अनि अब चाहिँ हामी जान्छौँ है बाहिर निस्किएर भयो कि मलाई डराउन आँटेछ हेर्नुहोस् त हाम्रो यो मकैबारी अनि यहाँतिर पनि मकैबारी नै छ है म्याम हुन्छ हामी म्यामले इग्नोर गरेर हुन्थ्यो मान्छेहरू छ हेर्नुहोस् न कति रहर लाग्दै फलेको हुन्छ मान्छेहरू यो पनि यहाँ खेताला यो पनि हाम्रै बारी हो है यो सबै लगभग हाम्रै बारी हो हेर्नुहोस् त यहाँबाट बाटो बन्द भएछ बट यताबाट अझै बाटो छ न यहाँ त हेर्नुहोस् त गाई यहाँ त कसले पो उखालेर पो खाएको छ अब हेर्नुहोस् भेरी लङ भिडियो हेर्नुहोस् त कति धेरै राम्रो पेकिङ भएको छ आकाशमा त्यो चराहरू पनि हेर्नुहोस् न कति राम्रो त्यो पानी आएको थियो बादल निक्ल्या हो होइन नि त्यो पानी त्यो अलिअलि त्यस्तै देखिन्छ क्या टाढाबाट हेऱ्यो भने कति राम्रो छ यो मकैको बोटहरू है बट यसमा काँडाहरू पनि बहुत लागेको रहेछ अब चाहिँ हामी घर जानुपर्ने जस्तो लागिरहेछ है किनकि यहाँ चाहिँ गण्डकी जसलाई
है। हेलो अनि हामी चाहिँ यतातिर हिँड्न लाग्छौँ अनि अलि हामी पर जाने भनेको हिँडेको ड्रागन फ्लाई उतैतिर छ। हाम्रो घरमा पनि ड्रागन फ्लाई आइथ्यो बट हाम्रो माथि बिचरा त्यो किराहरूलाई पनि तडपिनु पर्छ नि त त्यस्तो हामी पनि कहिले तडपिनु भन्ने त्यसरी नै एकदमै गाह्रो म चाहिँ एउटा अर्को खाले त्यो बाटोतिर फल्ने जस्तो फुल देखाउँछु म। अनि अब हामी नि पपैयाको बोट देखाउनु गइरहेछौँ। पपैयाको बोट चाहिँ अलिक पर नजाने हामी त्योहरू यतैबाट देखाइदिन्छु जुम गरी। यस्तो पपैयाको बोट पपैया पनि फल्दै रहेछ। अब चाहिँ हामी घर जाने हो है। होइन अलि एकछिन त बनाउनु पर्छ है। मलाई चाहिँ प्राइभेसी चाहिएको छ क्या। के प्राइभेसी? हेर्नुहोस् न यसको बोट छोडा त। मैले त्यो सानो गेडा निकालेको है। अब खुदाउनु मन त्यो त फुल फ्लावर्स फुलको बगैँचामा मेरी माया शर्मै लाउने पिरती नै गाँस आज। गाइज हजुरहरूलाई मेरो दाजु दादाको गीत कस्तो लाग्यो कमेन्ट गरिदिनु। मैले चाहिँ धेरै थाहा छैन। म एउटा तपाईँको म एउटा चिज भन्न चाहन्छु। तपाईँको फेभरेट सिङ्गर चाहिँ को हो कमेन्ट गर्नु होला। मेरो त कुमार सागर भइहाल्यो। तिम्रो के हो? मेरो त मेरो पनि कुमार सागर दादा नै हो। अनिखेर मेरो त अर्को नै छ। पनि हो तिम्रो दुईटा अनि मेरो पनि कुमार सागर र अमन माली दाई मानव कुमार सागर दाई। मलाई सेकी डान्स पनि मनपर्छ है। तर सेकी डान्स गर्नु हजुरहरू युट्युबमा गएर हेर्न पनि सक्नुहुन्छ। प्लिज हाम्रो लाइक कमेन्ट सेयर गरी हाम्रो भ्युज धेरै बढाइदिनु होला प्लिज। तपाईँहरूको धेरै गर्छ। अब घुमेर जाने हो लाल परी छोड त म पहिला जान्छु नि। गाइजहरूलाई देखाउनु पर्छ क्या पहिला। मलाई चाहिँ डान्स गर्न पनि मनपर्छ है। अनि हजुरको स्कुलमा कुन सरले डान्स सिकाउनुहुन्छ भन्नु है। हाम्रोमा त श्री हारी सरले सिकाउनुहुन्छ। अस्ति त हामीलाई कस्तरी खुट्टामा हान्नु भएको थियो। अब चाहिँ हामी चाहिँ आमाले खोजिरहनु भएको होला हामीलाई। कस्तो डर लाग्यो कि मलाई। हामी अब हाम्रो एकछिनलाई फेस देखाउन जाँदैछौँ। अब यता फेस हामीले देखाउने होइन। हेर्नुहोस् त अब हामी फेस हेर्नुहोस्। अब चाहिँ हामी जान्छौँ घरतिर। अनि भ्लगमा चाहिँ हामी हाम्रो भाइलाई देखाउने छौँ है। यही भ्लगमा देखाइदिने हो। हुन्छ देखाइदिनु न त मेरो भाइ। होइन अर्को भर्खर देखाउला। कस्तो स्वास भयो मलाई टोयलेट चाहियो। यहाँ चाहिँ मेरो यो फेभरेट तुलसीको बोट हो है। मेरो पनि फेभरेट तुलसी हो। यता चाहिँ ऊ त्यो पाइपबाट पानी पऱ्यो भने छतबाट घरतिर पानी नकसेर राखेको हो। यो चाहिँ हाम्रो आमा हो। यो चाहिँ मम्मी हो। आमा हो। यो चाहिँ बुबा हो। सबमा टोयलेट गएको छ अहिलेलाई। सिलोटको बोट अर्को पनि धेरै लामो भ्लगमा छौँ हामी। बाई बाई टाटा। लाइक सब्सक्राइब गरिदिनु होला प्लिज।